हेलो एभ्रिवान एन्ड वेलकम टु माई भ्लग अनि आज चाहिँ हामी हाम्रो गाउँतिर आएको छु अनि राम्रो सर बनाउँछ तै पनि हामी चाहिँ आज यता हामी सेरो बनाउनु यता चाहिँ हाम्रो दाइहरू हुनुहुन्छ उहाँहरू चाहिँ पिठो मोल्दै हुनुहुन्छ सेरोको लागि अनि यता हाम्रो मन्त्री ठेकेदार नि मिल्छ कि मिल्दैन हेर्नलाई बस्नु भएको बेबी हाई गरिदेऊ न हेलो भन्नुहोस् न किन डिस खाएको त बेबी अनि बेबी कहाँ आउनु भएको रे हजुर अन्नीको पाली होइन नि बेबीको पाली हो नि यहाँ हेर्नुहोस् त बेबी अभी अन्य लड्छ अहिले बेबीको पाली हो नि बेबीको पाली आई लभ यु गाइज भनिदियो त बेबी यता माथि हेरेर आई लभ यु गाइज भनिदिनु त होइन नि फेरि राम्रोसँग हेरेर भन्नुहोस् त यता हेरेर भन्नुहोस् न त्यहाँ बसेर आई लभ यु गाइज भन्नुहोस् त यता हेर्नुहोस् त यता हेरेर भन्नुहोस् न मोबाइलमा चुप्पा गरिदियो ल गाइजलाई वाह त गाइज हामी चाहिँ यहाँ फुपू भदाइनी है बेबी बेबी के हो फुपू हो कि भदाइनी हो बेबी फुपू हो कि भदाइनी हो बेबी भदाइनी हो अनि फुपू हो बेबी फुपू हो ला अनि बेबी फुपू भएर अनि म चाहिँ को त यता यता हेर्नुहोस् त सानो म को म अनि हो अनि म अनि भएपछि तिमी के हो त भदाइनी हो नि त है सिम्बल हो बेबी अनि हामी बाबा ड्याडीहरूले सेरो बनाएको ठाउँमा जाने कि हिँड्नुहोस् न के गरेको त्यस्तो उता नजाने नि बेबी अनि हामी ड्याडीहरूले सेरो बनाएको ठाउँमा जानुपर्छ कि बेबी जाऊँ न अब अनि यहीँ बस्ने कोसँग बस्ने त यहाँ नि अनि त नबस्ने अनि त जाने अनि त जाने हो जाऊँ न अनि बेबी त हेर्नुहोस् नानीलाई बेबी रिसाएको हो रिसाएको हजुर बेबी आनीसँग रिसाएको किन रिसाएको त बेबी आनीसँग किन रिसाएको त अनि त्यो त किन रिसाएको त बेबी आनीसँग नि बेबी किन रिसाएको आनीसँग भन्नुहोस् त ल हाँस्यो 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 बेबी हाँस्यो सिमरन हामी यहाँ के बनाइरहेको यता हेरेर भन्नुहोस् त हामीले यहाँ पिठो सबै मोलिसकेको छ अब चाहिँ हाम्रो यहाँ सेरो बनाउन मात्र बाँकी छ गाइज होइन बेबी हो नि है हाम्रो चाहिँ यहाँ खाजाको लागि मासु काट्दै हुनुहुन्छ त भाउजू हुनुहुन्छ रोटी बनाउँदै हामीलाई खाजा बनाउँदै हुनुहुन्छ गाइज यो चाहिँ मेरो श्रीमानको जन्मथलो भन्छ नि मेरो श्रीमान जन्मिनु भएको ठाउँ है गाइज यो चाहिँ अहिले चाहिँ यतातिर कसै घरहरू पनि छैन यता हाम्रो घरहरू छ यता यो बाख्राको खोरहरू हो यता पछाडि एउटा दुइटा घर छ यो चाहिँ यसमा चाहिँ घरहरू खासै छैन आजभोलि भूकम्पले गर्दा सबैजना तलतिर बस्न थाल्नु भएको छ अनि यतातिर चाहिँ छैन मान्छेहरू हजुर हामी चाहिँ आजभोलि हाम्रो यता खोर बनाउँदैछ अनि त्यही भएर हामी चाहिँ यहाँ बस्यो हाम्रो त्यहाँ माथि खोर बनाउँदैछ गाइस अब चाहिँ हाम्रो यहाँ पिठो सबै भएर चाहिँ हामी सेरो बनाउनु आएको छ यहाँ दाजुबहिनी मिलेर के हो दाइ त्यहाँ पेल्दै हुनुहुन्छ यहाँ मिलिसक्नु भएको छ यहाँ ल्याइसकेको छ अब चाहिँ हामी यहाँ सेरो बनाउँदैछौँ है बेबी यस अब दाजु बहिनी अनि भदाइनी मिलेर हामी यहाँ सेरो बनाउँछौँ है भइरहेछ कि भइरहेछ भन्ने बेबी बेबी एबिसी भन्नु त एबिसिडी फाइनली गाइस हामीले चाहिँ यहाँ सेरो यति बनाइसकेका छौँ के माला ओर्बा हामी चाहिँ यहाँ बाख्रा खोरमा आएको छौँ बेबी र म हामी चाहिँ यहाँ बाख्रा निकाल्न लगाइरहेको छु बाख्राहरूलाई दुध दिनलाई है बेबी हामी यहाँ बाख्रा खोरमा आएको है
बाख्राकोरमा गयो हामी अनि पेट लाग्यो नि ए जुवाई बाख्रा रे बाख्रा हेर्न आएको हुन्छ डराइरहेको बाख्राको माउ बाख्राको माउ गोठालो सबभन्दा सानो लटको बाख्रा यो हाम्रो चेको तिमीले यता होइन मिन्जी मिन्जी यता होइन नि त तिम्रो यता हो यता 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 हो त्यहाँ के चाहिँ लाम के किन हो यहाँ अब अर्को तरलीको निकालेर यिनीहरूको पनि सबैको बच्चा छ बेबी त आउनु पर्छ अहिले यिनीहरूको चाहिँ त्यो अघिको भन्दा अलिक ठुलोहरू छ अघिको सबभन्दा सानो साइज सबभन्दा सानो भर्खर भर्खर ब्यागोहरू निकाले अब यिनीहरूको चाहिँ ठुलोहरू छ यिनीहरूको नि निकाल्छ अब बच्चाहरू पहिला काट्नु न बेबी बाख्रालाई बोल्दा काट्नु न यो चाहिँ हाम्रो पुरानो बाख्रा खोर हो यो चाहिँ हाम्रो पुरानो बाख्राको खोर हो जब जानु म बा अब जाऊँ बेबे हाम्रो गोठालो सासू यो चाहिँ हाम्रो नयाँ बाख्राको खोर बन्दै यहाँ चाहिँ यो चाहिँ अहिले हाम्रो बाख्राको खोर नयाँ खोर बनिरहेछ हाम्रो दायाहरू यता काम गर्दै हुनुहुन्छ चिने हक्बाजी जोर एकछिन है उता चाहिँ हाम्रो दायाहरू हुनुहुन्छ उता पनि यता काम गरेको ठुलो माउहरूको बच्चाहरू निकाल्न जाँदैछौँ हामी है बेबी यिनीहरू सबै ठुलोको टोली हो अहिले भर्खर निकालेको माउहरू यति धेरै छ हाम्रो यहाँ बाख्रा सबै आफ्नो आफ्नो माउ खोजेर भागेको सबै भाग्यो आफ्नो आफ्नो आमा खोजेर यिनीहरूभन्दा ठुलो फेरि यो खोरभित्र नि छ त्यो चाहिँ खोरभित्र लाम के आम्राङ बुढी चुनाङला अनि के चाहिँ आधे त क्योङला चाहिँ आधे त बेबी गर्ल अनि त्योभन्दा अहिलेको भन्दा अलि तल सानोको बिचको लाइन चाहिँ फेरि उ त्यहाँ छ त्यो नि निकाल्दैछ त्यहाँनिर छ सानो बाख्रा ठाउँको उमेर अनुसार बाख्राहरू राखेको छ मेरो सासूले राख्नु भएको त्यसरी उमेर अनुसार सबभन्दा ठुलो त्यहाँबाट यतापट्टिको सानो त्यहाँबाट यहाँ ठिक्कको त्यहाँबाट त्योभन्दा सानो यहाँ त्योभन्दा सबभन्दा सानो चाहिँ हो त्यहाँ फर्स्टमा निकालेको चाहिँ सबभन्दा सानो यहाँतिर छ काम गर्दै हुनुहुन्छ बनाउँदै हुनुहुन्छ लुगाहरूको खायो पहिले हाम्रो चाहिँ यहाँ सेरो पनि बनाइसकेका छौँ हामीले चाहिँ अनि यहाँ चाहिँ कस्तो कालो पो देख्दो रहेछ भिडियोमा तर हाम्रो यस्तो कालो छैन है गाइस यहाँ मात्रै कालो देखिया हो
गरिदिनु होला है। ल फाइनली गाइज हामीले चाहिँ यहाँ सेरो पनि बनाइसक्यो अनि हाम्रो चाहिँ पोली पनि सक्यो। अब हामी चाहिँ खाना थालेको छौँ सेरो है बेबी। कस्तो मिठो छ है। यस अब हाम्रो भिडियो चाहिँ यति नै छ। हामीले गरेकोहरू चाहिँ हाम्रो राम्रो भयो नि नराम्रो भयो नि सबै ल्याउने प्रयास गरेको छौँ है बेबी। हजुर अनि हाम्रो भिडियोलाई अन्तिमसम्म हेरेर लाइक अनि कमेन्ट गरिदिनु होला हाम्रो भिडियो कस्तो छ भनेर है। सो अनि यति नै हो हाम्रो भिडियो। अनि फेरि पनि हामी भिडियोहरू बनाउने प्रयास गर्नेछौँ। हजुरहरूले हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला अनि बेल आइकन दबाउनु होला अनि हामीलाई माया गरिदिनु होला है बेबी। लभ यु अल भन्नुहोस् त बेबी। बाई बाई।